म यम बुद्ध म कहिले पनि उहाँको स्थानमा मैले अरू कसैलाई पनि राख्न सक्दिनँ। इभन रेस्ट इन पिस दाइ। इभन नेपालमा जतिसुकै अबको जति वर्षमा जुनसुकै ऱ्यापर आयो नि होला यामो दाइले भन्दा राम्रो ऱ्याप हान्ने ऱ्यापर्सहरू आउला तर यामो दाइको ठाउँ लिन कसरी नै सक्दैन। मेरो इन्सपिरेसन भनेको चाहिँ यम बुद्ध प्लस अनि मलाई पढाउने सेकेन्डरी लेभल पढाउने म्याम साउट आउट टु बिना पङ्गेनी म्याम। मनदीप मिलन हल भन्ने छ हाम्रो पोखरा गगन गौडा पावर हाउस चाहिँ उहाँ चाहिँ त्यति बेला चाहिँ हामी चाहिँ बन्दकी भन्ने फिल्म लगाइरहेको थियो खोलामा फालिदिएको थियो मारेर अनि म रोक हुँदैन त्यति बेला चाहिँ अनि पछिल्लो क्रममा मार धीरेन साक्य जिम्दै देखिन्छ होइन अनि लाग्यो हुन्छ नि त्यो बेलामा कस्तो छुनिकै दाइ फिल्मले किनकि हामीसँग न नेटफ्लिक्स थियो न युट्युब थियो न टिकटक थियो दाइ न केही पनि थिएन नि त हामी त जे टिभीमा आउँछ त्यो त्यही हेरिन्थ्यो नि त दाइ भन्छु होइन त्यो के हो फिल्मलाई डोमिनेट गर्न खोजेको होइन आर्टलाई डोमिनेट गर्न खोजेको होइन तर वाट इज राइट एन्ड वाट इज रङ भन्ने चाहिँ हामीले छुटाउन त पाउनु पर्छ किन भन्दाखेरि हामी त दर्शक हो नि त हो जब हामीलाई फिल्मले इन्टरटेनमेन्टको लागि हेर्छौँ अनि फिल्मले इन्टरटेनमेन्ट नदिकन त्यो भन्ने भयो भने त कहाँ हेरिन्छ हेरिँदैन नि त दाइ त्यही त अनि बुवा बिए एटेन्ड गर्न गइसकेको रहेछ फाइट प्यालेसमा अनि बाहिर के गर्न निस्किने बेलामा हुल आएछ क्या केटाहरूको अनि हजुर टुकिदाईको बुवा हो र भनेर सोधेछन् अनि बुवासँग जाने अरू बुवाहरूले चाहिँ हो भनेर भन्नुभएको छ झ्याप जुम फोटो खिचेछन् बुवा यत्रो नाक बनाउँदै घर आइसक्यो त्यो दिन